गुड मर्निङ सबैजनालाई के छ आरामै हुनुहुन्छ होला सबैजनालाई छ्याजालो छ ल पहिलो सुरु त सबैजनालाई ह्यापी दसैँ भन्न चाहन्छु म है अनि त्यही हो ल आज दसैँको माहौल हो तर घाम त लागेन त्यस क्लियर त्यो बादलको भ्यू देख्न सक्नुहुन्छ तपाईहरुले है है ल केटा हो हिजो किनभने रातभरि पानी पर्दै थियो नि त अनि किनभने अब फेरि के भन्छ रे अस्ति उता बाजे बिन्नु भने मैले अर्को भ्लगमा पनि भनिसकेको थिएँ होला सायद हैन अनि फेरि त्यो पहिलेदेखि भन्छ नि त हामी बच्चामा भनिन्थ्यो नि त मान्छे मऱ्यो भने पानी पर्छ भन्दा हिजो पानी पर्यो रातभरि दिनभरि पानी पर्यो हैन अनि त्यही भएर बल्ल आज दसैँको दिनमा पर्दैन भनेर खुसी लाग्यो हैन घाम नलाग्यो नि घाममा चाहिँ हल्का अब भाइस हुन्थ्यो नि त दसैँ ससैँ भाइस हुन्थ्यो तर के गर्ने यार केटा ल दादा चाहिँ भर्खर उठेर नि फ्रेस भएर नि नुहाएर ब्रस गरेर आइसकेको अवस्था छ अनि त्यही हो ल अनि त्यही हाम्रो गाउँ घरहरू देख्न सक्नुहुन्छ तपाईहरुले अनि भ्यूहरू पारीको डेन्जर माथि भ्यू देखिएछ है देखिएछ यार अनि त्यही हो ल केटा हामी घर यस्तै बिजोग छ है केटा हो कलर सर चाहिँ हानिसकेको छ अनि त्यही हो ल हाम्रो सामी गए खै मम्मी चाहिँ के भन्छ रे उता अब के अन्त अब यस्तो अब आमा समाजको यो के ठुलो मान्छेहरू भएपछि सकिन्न कि घर बस्नुहुन्न अनि त्यही भएर त्यहाँ खै यता अब कहाँ जानु भयो अरे ए गाविस भवनमा उहाँ के टिका सिका लाउनेहरू पुर्खौली समाजको अनि त्यही हो अनि हाम्रो सामी यहाँ हुनुहुन्छ है खाना कुकम्यानमा ल ह्यापी दसैँ अन्तिम दसैँ के भन्न चाहन्छौ अन्तिम दसैँमा सबैलाई शुभकामना छ जम्मैलाई देश विदेशमा रहनु भएका छर छिमेकी इष्टमित्रहरूलाई सबैलाई ह्यापी दसैँ छ ल छामाजीले चाहिँ कुक गर्दै हुनुहुन्छ है अनि आज चाहिँ फेरि हामीले नयाँ कुखुरा है लोकल भालेको सुप आज हामीले फेरि पनि छिनालेको छौँ अस्तिको फेरि यहाँ छ एकटा हो सक्दैन नि फेरि ल हेर एकटा हो दसैँमा के अन्त एउटा यस्तै त हो नि होइन आज फेरि लोकल भाले काटेर सुप खाने भन्ने थिएँ अनि त्यही भएर ल म एकछिन नै त्यहाँ अब साथीभाइहरूलाई अहिले त दसैँ त अहिले होइन अहिले अझै 1 घन्टा बसेर त्यही साथीभाइहरूलाई यस्तो भेटेर ह्याप्पी दसैँ भनेर आउँछु म अनि त्यही हो ल बाई बाई अब दसैँ आयो गाउँतिर त डुल्नु पर्यो होइन त ल च्याप्पलाई पहिला सुरु दाइकोमा छिर्छु म ल ह्याप्पी दसैँ है सबैजनालाई गाह्रो छ है आमा खै त तिनीहरू सुटिङ हो र भर्खरै उठेर नआएर आएको अन्तिम दसैँ लाउनु पर्यो अहिले आउँछु म ल त्यहाँ हामी जीवप चाहिँ जान्छौँ है त्यहाँ त्यसले नि के गर्नु लाग्यो भनेर त्यही हो ल हेर है दसैँमा बल्ल घाम आउनु लागेर हो हेर त उज्यालो यहाँ तल्किँदै गयो नि यहाँ अनि ल हेर त हरियाली पुरै गाउँमा यहाँबाट क्लियर भ्यू देखिँदो रहेछ यार आमामा हैट एक भिडियो त बनता है इधर थे के ओके स्टोरीको लागि त गर्नु पर्यो केटा हो है त ल एउटा है जीवप हेलो जीवप हेलो बाबु गाउँतिर फेरि यस्तो हो केटा तिमीलाई एउटा टेक्निक सिकाइदिउँ ए यस्तो हो क्या ल यता आइज नि यहाँ ल गुड मर्निङ के भने ह्याप्पी दसैँ ल को त जाङ्गी हो कहाँ दसैँ ससैँमा अब तेह्र बनीहरू जाङ्गी हो नि सिधै दादा फेरि जाङ्गीमा हो कि एउटा ह्याप्पी दसैँ भन्दै अब अरू केटाहरूको फेरि माथि हो घर अनि त्यो अलि के भन्छ अरे टाढै पऱ्यो नि त अहिले डाइरेक्ट अहिले एकछिनमा बेलुका अलिक टिका सिका लगाएर हाम्रो भेला हुन्छ त्यही बेला भेट्छु तिनीहरूलाई चाहिँ अब घरको नजिक भएकोहरू चाहिँ म अहिले नै भेट्छु भन्दै अहिले एकछिनमा भेट्नुपर्छ है त लगेडा हो फेरि पनि सबैजनालाई फेरि ह्याप्पी दसैँ भन्छ है
अब चाहिँ ल गडा दाडा चाहिँ हल्का ल अब दसैँमा हल्का ऊ हुनु पर्यो नि त हल्का के भन्छ अरे के लाइन्छ के भन्छ अरे यो सुर के भन्छ अरे चोखो हुनु पर्यो नि त होइन दसैँमा अनि त्यही भएर हल्का चोखो भइरहेको अवस्था छ अनि त्यही गरेर ल अब चाहिँ हाम्रो यहाँ भर्खरै हाम्री आमा दन चाहिँ भर्खरै आउनु भएको अवस्था छ अनि त्यही गरेर ल अब टिका सिका लाउने कार्यक्रम हुन्छ अनि है हाम्रो दाजुले पनि टिका सिका लाएर अब कताको साइड हो सिउ है अहिले सिउ ल अनि त्यो बेला अब हामी पनि टिका सिका लाइन्छ केटा हो है अब भित्र हेर्छु हाम्रो आमाले के गर्नु लाइन्छन् भित्र भनेर है त एउटा भित्र के गर्नु लाइन्छन् ओहो म ठिकै छ केटा के छ त एकदम ठिक छ नि अब के गर्नु त अब पहिले टिका सिका लाएर आएर रहेछन् ल के भन्न चाहनुहुन्छ अब तिम्रो त भाषण त डह्रो थोक्छौ गर ल यहाँ भन त फेरि दसैँको बारेमा के भन्ने हेप्पी दसैँको शुभकामना सबैजनालाई अनि अरू म चाहिँ हाम्रो गाउँघरको चलन अनि सबैभन्दा ठुलो बुढापाकाको ज्येष्ठ नागरिकको टिका नलगाउँदै अरूको टिका नलगाउने भन्ने मान्यतामा हिँड्दैछु र मैले सबैभन्दा यो दग्नम रघुगङ्गा 4 नम्बरका ज्येष्ठ नागरिकको टिका लगाएर अब मैले मेरो बहिनी र छोरालाई लगाउने प्रयासमा छु अनि के भन्छ त्यहाँ छोरीहरूलाई के भन्छ तिम्रो विदेशमा भएको छोरीहरूलाई हेप्पी दसैँ मैले टिका लाउनु नपानी खुसीले मनाउनु खुसी साथमा दसैँ आमा साथमा भा जस्तो गरिदिनु होला मेरो दुईटा छोरी यमुना र मेलिना अनि भान्जा ल अनि ल लगेर अब हामी चाहिँ यहाँ टिका सिका लाइन्छ अनि टिका सिका लाएर माथि फेरि बोजेकोमा जाँदैछौँ अनि बोजेकोमा गएर अहिले फेरि कटाकट हुन्छ हेर आज दसैँमा फेरि यताउति गयो होइन अनि त्यही होला अब यहाँ हामीले छामा पनि रेडी भएको अवस्था अनि छामाको आङमा हेर त्यो गएर नयाँ सुस है विदेशी सुस यो 7,000को फुटसल जस्तो त मैले फुटसलमा लगाइदिनु पर्ला जस्तो फुटसल सुज जस्तो हो ल 7,000को हेर त स्यान्टिन लाउने भए पो हेर त विदेशी विदेशी सुज है केटा हो ल यसलाई भन नि त सामिल मेरा नातिलाई मैले टिका लाउन नपानी हिँडेदेखि सम्झाछु पैसा चाहिँ पठाइदिन्छु भन न टिकाको दक्षिणा चाहिँ भाग राखिदिएको छु अनि कहाँ छोड्छ त्यसले पैसा टिका नलायो नि पैसा छोड्दैन है ल अब हामी यहाँ टिका सिका लाएर जानुपर्ने हुन्छ त्यही अब ल टिका सिका लाइन्छ है ल एकछिन है केटा ल त्यो सेयर पर्छ ल केटा दसैँको टिकाले मलाई मुख नलाउने भैँसी जस्तो नहुने आज विजया दसैँको टिकाले धेरै ज्ञान दिनु म भनेको दिदी हो तिम्रो भनेको तिम्रो के लागेको र सेतो त्यहाँ कालामा यहाँ किरिम छ यहाँ चाहिँ यहाँ हट्यो ल पैसा दिँदैन यो फेरि मलाई है दादालाई सामुल मलाई है के अन्त र भयो आशीर्वाद दियो ल आमा ल अब के भन्छ कसको मेरो पालो ए ल अब के भन्छ दसैँ त अब शान्ति नै यही टिका लाउनु थाहा बस्ने त हो नि होइन त्यही गर ल होइन भयो पर्दैन अलि मिठो आशीर्वाद देऊ है विजया दसैँ अन्तिम दसैँ हो फेरि राम्रोसँग दसैँको टिकाले मेरो छोराले पुगोस् मेरो छोरालाई धन कमाउने कहिले हिँड्दा त्यहाँ नलागोस् राम्रो आयो कर्मन होस् धेरै अरूले भनेको ज्ञान दिने आमालाई सम्झिने घर सम्झिने
उसले दुःख गरेछ त्यो सम्झिने सटुरको मार्ने भन्नु परेन आशीर्वाद लागोस् आमालाई कता लाउनु यता आमालाई चाहिँ नहराउने हस् भइहाल्छ नि ढिलो चाहिँ नहुने ल धन्यवाद कार्यक्रम सञ्चालकज्यू यो ल सामिल रोका नातिलाई यो चाहिँ ल यताउता है उता हस्ताक्षर गरेर ल सामुललाई हाम्रो भान्जा सरलाई हस्ताक्षर गर्दै त्यो ल खै त अनि जमरा कहाँ त अनि त्यहाँ काटेर ल्याउनु के त्यो अरूले लगाएको म अन्तिम डसेर अनि भाडाको चिज लाउँछु म कहाँ हुन्छ ल यता अब फेरि ठुलो बडाबाट है लगड अब 500 रुपियाँदेखि संसार जित्छ है मैले यही 500देखि लाख कमाउँछ भन्ने नि क्या अब दसैँ लाग्यो के अन्त भन त्यो नि है हो अब त्यहाँ जमरसम्म रेडी हुन्छ अनि फेरि एकछिनमा आइगयो ल है फेरि धेरै धेरै शुभकामना छ अब यति 1 साल होला अब आगुमबाट त विदेश हिँड्छ अब विदेश गएर धेरै मिहिनेत गर्नु पैसा कमाउनु पढाइमा नि साथसाथै ध्यान दिनु ओके आमालाई आमाको दुःख बुझेर हेर्नु आमालाई कस्तो दुःखको छ भनेर धेर काम आउने जग्गा जोडिएको छ कामेर ट्याट्टै ढलानको घर बनाएर आमालाई लगेर तिमीलाई राख्ने हैन र राख्ने ल भाग्यमानी भयो ल ले खै यता हो आज सब कान भरिनु भयो यार गाइस ल आज ठुलो रकम है सबसे बडा ल खै ठुलो रकम मलाई पहिलेदेखिको सानो रकम ल अब हाम्रो यहाँ घरको चाहिँ कार्यक्रम सञ्चालन भइसक्यो अब फेरि माथि घर जानुपर्ने हुन्छ खोजे थाइ के एउटा अब के गर्नु छ अब दसैँ फेरि यो टिका चाहिँ अलिक गिलो बनाउनु भयो रहेछ क्या हाम्रो आमाले यहाँ यो चाहिँ फेरि सामिल मेरो त्यो टिका यहाँ सबै खस्यो यो मेरो नातिलाई हो सम्झ्या छु यहीबाट ऐना छ न खै ऐना हेरौँ त टिका चोएको लास्ट त्यही हेर के हाल्दिस् बिस्कुट हाल्दै हो का ठ्याप्प कति ठुलो टिका हो र आम्मा चप्पल लाउँदै हाल्यो त्यो टिका त मिलाउनु पर्छ यार केटा हो यहाँ फ्यामिली भेटघाट है केटा हो ल केटा हो फाइनल्ली दसैँ पनि मनाइयो तपाईँहरूलाई पनि ह्याप्पी दसैँ हाम्रो दिदी साहब यता पनि अर्को दिदी साहब तपाईँहरूलाई ह्याप्पी दसैँ भन्दै शुभकामना सिउ अहिले ग्राउन्ड यु नट कमिङ ग्राउन्ड I'm not coming, bro. She is coming. ल ह्याप्पी दसैँ है सबैजना ल ताता एउटा अब चाहिँ फ्यामिली भेटघाट भइसक्यो होइन अनि अब चाहिँ हामी ल कहाँ जानु लाग्यो भने चाहिँ तल माइजूकोमा जानु लाग्यो होला सायद कहाँबाट जानु लाग्यो ए सानो बाजेकोमा जानु लाग्यो अब टिका सिका लाइन चाहिँ केटा हो ल त्यहीँ गएर भेट्नुपर्छ यार दसैँ भनेको यस्तै हो नि त केटा हो अहिले चाहिँ हल्का यस्तो जाडो त भएन त्यही भएर मैले हल्का अहिले फेरि जाडो हुन्छ भने मैले यहाँ सर्ट पहरेर आएको छु सर्ट भन्दा नि के गर्नु त्यहाँ केटा सबैलाई दसैँ लाग्छ सबैको घर घरमा अब मासु स्यासु ह्यापस्याप हुँदैछ होला होइन दादाले फेरि धेरै मासु खाँदैन त्यो फेरि मलाई मात्रै थाहा छ अरूलाई थाहा छैन अनि त्यही केटा ल के भन्छ अरे हामी चाहिँ सानो बाजे अनि माइजूको घर आइसकेको छौँ
उहाँ चाहिँ माइजूको घर अनि अहिले हाम्रो ग्राउन्ड चाहिँ यहाँ छ। त्यही भएर दसैँको भ्लग आजको दसैँको भ्लग चाहिँ 1 आवर भ्लग हुन्छ होला सर किनभने मैले पहिला दसैँमा त्यस्तो नि हालेको थिएन बल्ल 22-23 मिनटको हालेको थिएँ। योपालि अलि अन्तिम दसैँ हो अब किनभने अब यो भिडियोमा सरप्राइज दिन्छु म पछि नै अनि त्यही भएर योपालि चाहिँ 1 आवरकै भ्लग गर्ने भनेको म हेरौँ के हुन्छ है कसो हुन्छ ल बाजे नमस्ते ह्याप्पी दसैँ। हाम्रो बाजेका अब केटीको आशीर्वाद लिन आएको म हजुरको आशीर्वाद लिन आएको कि म नमस्ते माइजी ल यहाँ हेलो भनिदिनु यहाँ ल है आमा ल अहिले चाहिँ हामी टिका लाउनु आयो है। हाम्रो सानो बाजे यहाँ हुनुहुन्छ पछाडि र माइजू पनि यहीँ हुनुहुन्छ। अब टिका लाएर च्याप्पो लाएर मिठो लगाएको छ हाम्रो यता सरले पनि सिउ अहिले त सिउ ल ह्याप्पी दसैँ। ल अब हामी यहाँ टिका सिका लाउने कार्यक्रम रहेछ यतापट्टि है। अब के भन्दा फेरि जुत्ता लगाएको फेरि फुगालेको अनि गाह्रो छ केटा हो है। त्यही भएर मैले अहिले यस्तो गरेर सजिलो बाँधेको क्या। म त धेरै पो तल नदेखाएको त मैले त पाराले नै देखाएको हो उहाँदेखि नदेखाएको ठुलो भएछ टन्डोरी भएछ नि भाडा टन्डोरी गयो नि सहनी ल्याउने बाहिर जाने उमेर भएछ घरेबाट ऊ बाँचे नि बाबु अब जाने हो लो आशीर्वाद छ बाबु मेरो नातिलाई बाहिर जा नाउरो र सम्पत्ति कमाउनु बाबु। अब 10 दिन पछि जान्छु हजुर 10 दिन पछि जान्छु गएपछि नाउरो र कमाइ नाउरो होस् बाबु मेरो नातिलाई कमाइ नाउरो होस् नाउरो र कम्पनी नाउरो फेला पारोस् मेरो आशीर्वाद छ बाबु मेरो ल ए कान्छ ककालाई ल बाजे धन्यवाद ल बाबु ल आशीर्वाद बाबु आशीर्वाद छ नाउरो कम्पनी फेला पार्नु मेरो नाति बाहिर गए भने नाउरो कम्पनी फेला पार्नु नाउरो कमाउ गर्नु मेरो आशीर्वाद त्यो बाबु आइज त नि आइज हामीले त ठुलो भएर छ होइन अब त सानै पो थियो गरेका छ ठुलो भएछ त नातिलाई नदेखाएको मलाई धेरै भयो धेरैमा देख्यो छत्ती गेदर भएछ। एउटा हाम्रो यहाँ स्पाइडरम्यान यता आऊ ल स्पाइडरम्यान यता आऊ न स्पाइडरम्यान त लजायो यार हे तेरो स्पाइडरम्यान त झन् उता गइदियो यार भिडियो गराइदिन्छु भनेको गाह्रो छ लगेर अब हामीले टिका सिका लगायो। अब यहाँ माइजूको अहिले निस्केर अब उता बोजेकोमा जान्छ अब त्यही हो है। अनि हाम्रो बाजे यहाँ हुनुहुन्छ है यहाँ मेरो युट्युबमा अनि त्यही हो ल अब यहाँबाट हामी टिका सिका लगाएर टिका सिका त लगाइयो अब हामी उता बोजेकोमा जान्छौँ किनभने बाजे त हुनुहुन्न है। त्यही भएर बाजे चाहिँ अब के गर्नु त अब गाह्रो पऱ्यो है बाजेको हातको टिका लाउनु पाएन ठुलो बाजेको अब गएर उता गएर बोजेको लाइन्छ होला सायद अनि नभए त्यहाँ गएर एकछिन बसेर ठुल्माहरूसँग भेटेर फेरि निस्केर फेरि माथि बोजेकोमा जानुपर्ने हुन्छ। त्यही भएर आजको दिन टिका लगाएरै बित्छ अनि अहिले यतै एकछिन पछि ग्राउन्डमा आउँछ सबैजना लड्की लोकहरू चाहिँ आइसकेछ। अब अहिले केटा लोकको त अहिले हिरोको एन्टी लास्टमा एउटा आयो भने जस्तो कि त्यो अब हामी एकछिनमाबाट जान्छ ल है। त्यही अब यहाँ डनहरू आउँछ है हेर है अब यहाँ डनहरू आउँछ है हेरे अब ठुल्ठुलो डनहरू आउँछ यार है आएन त कहाँ डनहरू है त्यो डनहरू आए डनहरू आए
ल सबैजना निस्केको अवस्था छ ए दनहरू छिटाउने यार तिमीलाई मैले पर्खिरहेको छु यार आउने दनहरू यार ए रे ल अब यहाँबाट हामी निस्किएको अवस्था छ है ल स्पाइडरम्यान हेलो अब आज स्पाइडरम्यानले भन्छ आए आए हामी फुलन दा आए बापी रसे ल ल ल ह्याप्पी दसैँ बाबु के भन्ने डबल ट्याप होइन नि सब्सक्राइब छामा खै त छामा छामा टोयलेट गर्छन् ए म उता टिका लाउनु जान्छु उता बाजेकोमा बोजेकोमा ल अहिले भेटौँ ल है ल बाबु ल ल अब हामी चाहिँ चल्दैछ है है हामी चाहिँ यता बोजेको हातको टिका लाउन आएको अवस्था है हामी बोजेले किनेको बोजे यहाँ हुनुहुन्छ है ल कारागार हुन्न कलाकार हामी चाहिँ यता टिका लाउन आएको अवस्था छ बोजे घाटको र यहाँ थुनमा यहाँ हुनुहुन्छ है यहाँ सबैजना यहाँ टिका लाउँदै च्याप पलाएर अब टिका लगाइन्छ टिका सेका लगाएर अब बोजे लगडा हो यहाँ पालो पालो भिडियो गरिदिने हजुरको सबै गराइदिउँ ल केटा हो यहाँ भिडियो गर्छु सानैदेखिको गदागद हेरेपछि भइसक्यो नाति देखेर म त तेरो बाजे के काम बाबु मिल्ने काम हो कि नमिल्ने काम हो डोबा जाने भने त्यो गरे त्यहीँ यहाँ बस्दा त मलाई उँभो त लैजाऊ भनेको धेरै पैसा कमाउने अब जाने बेला लाग्छ भन्छस् के रे म त देउनु पाइन्न करे त पैसा कमाइ आएर मलाई तिरो चराइन्छ बिर्सिन्छ के को चराइन्छ र बिर्सी गाल्छौ नि धेरै पैसा कमाएर नि त तिरोको आमालाई चिउरा रात खानु मन लाग्नु भयो पाटिरो अलिक के चराइन्छ अब मेरो नाति यो लाइन लाग्यो नि त्यो कान्छाले लाग्यो का निक्ल्यो त लौटन धेरै भयो धेरै बाबा अन्त अन्त बाबा अन्त भाग्यमानी त्यो राको बनाइदेऊ त मेरो अहिले बनाइदिएछु लास्ट त एकजना त्यो लगाइदेऊ फेरि 20 रुपियाँ हुन्थ्यो आज फोन गरेको तिम्रो कार्य त्यो बिनिसँग तिम्रो काम सबै गरिदिन्छ भन्दै भन्थ्यो त्यो नभए त कसले गर्छ भन्दै हुन्थ्यो नि किनकि छोटा नि कलाकारको क्षमा छ अनि कलाकारको क्षमा लिएको बेला नि कलाकारको क्षमा मेरो छोरा नभनी लाउनु पाएँ ठुलो दसैँमा अन्सारी बसेर के पठाइन्छ अब आश हुन्छ पहिला नि सानसाना आज खोलापारी बाजेलाई गुरुमा देऊ मेरो त म आएर दिन्छ मेरो तर्फबाट 500 देऊ भन्थ्यो त्यो दिन्छ ल त्यस्तो ल हराउने गएर होला दिबाङको बाजेलाई भेरा माग्यो बुढ्यो गरे लास्ट मम्मी त्यो आगो दिन्छ नि तेरो बाजेले मलाई किन बाइ बाइ गरेको
मलाई किन बाई बाई गरेको र ए गुड फेरि पनि गुड 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 क्या गुड गुड ल मलाई त हान्ने नि ल मलाई त हान्ने नि ल ल फेरि फेरि आया आया अर्को सर चाहिँ सुटी छ यतै अर्को सर ल बाई 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 ल अब हामी चल्दैछ है एउटा ल अब हाम्रो दुईवटा भुटुलीहरू ट्विन्सहरू बोजेको घर आइसक्यो उयो माथि है ऊ माथि उयो मम्मीको अगाडिको सिधै भएको खै अन्त गर्दा कोदो फुले दसैँमा फेरि कोदोको भाइब्स मिठो हुन्छ कि है अनि हाम्रो छाममा दन फेरि हिँड्न नसकेर अनि लास्टमा धेरै फ्याटम्यान भयो क्या अब कम गर्नु पऱ्यो त्यो हिँड्न नसकेर त्यहाँ पछाडि पछाडि अब हाम्रो आमा फेरि गाउँमा बसेको भयो नि त्यही भएर अगाडि आमा ल गएर अब यहाँ बोजूको टिका लाउँछ अनि हामी आइसक्यो अनि त्यसपछि म चाहिँ आफ्नो बाटो अनि यिनीहरू नि आफ्नो बाटो लाग्छन् है म चाहिँ एकछिन ग्राउन्डतिर अनि केटाहरूलाई साथीहरूसँग भेट्छु त्यहाँ अनि त्यही कुरा होला अब बोजूलाई एकछिनमा यहाँ भेट्छु यहाँ ठ्याक्क यो हाम्रो बोजूको घर त्यहाँ गएर बोजूले पर्खिराख्नु भएको छ होला हामीलाई साइड अब त्यहाँ टिका सिका लगाइन्छ अनि त्यसपछि गइन्छ ल गएर हामी यहाँले त्यहाँ काँक्रा टिप्छन् फेरि म फेरि काँक्रा लभर होइन फेरि फ्रुट सुट त खानु पऱ्यो अनि हाम्रो बोजूको फेरि यहाँ भैँसी सैसी के थियो गरे छोडिसकेको छन् ल बोजू पनि ए हाम्रो बोजूको घर एक्लै बस्छन् फेरि यहाँ गाह्रो छ बोजूलाई पनि हेलो बोजू वाट्सअप ल हाई है नमस्ते बोजू ल हाई है लङ टाइम पछि ल बोजू यहाँ हुनुहुन्छ हाम्रो प्यारी बोजू के भन्नु छ यहाँ के भन्ने र बाबुलाई मेरो आशीर्वाद छ के हो रे फेरि कुला भैँसीलाई भैँसीलाई खै त्यो भैँसी अहिले आउँछ ए ल के लाउनु भएको थियो र के गर्नु यो यहीँ बसिरहेको ए ल लोकल चामल हो यो कहाँ र बाबु लोकल चामल के हो त त्यो के अरे के चामल रहेछ कुनै त्यहाँ रोटी खाने पनि र भिजाएर सुगाएको गरे तेरो बाजेले फेरि काउट्यो भने ल अब हामी यहाँ अब टिका सिका लगाएर म चाहिँ टक्क वाहन जान्छु एकछिन रेस है त ल अब पहिला एकछिनमा अहिले टिका सिका लगाऊँ है हामी यहाँ फ्याटम्यान थाकेर अलि हिँड्न नसकेर गाह्रो छ है ल बिरालो नि छ त है ल चिट्ठी लगाइदिने बाबु आली लगाइदिन्छु है लाउनु त त्यही ठाउँमा लगाइदिनु डल्लो एकै ठाउँ तैँले कोल्टा चाने पनि लाउने भन्छन् कान्नी ल मेरो बाबु विदेश गएर त म मोडिन भने बजाए भनेर फोन गर्नु है मलाई है बाबु ए भाइ एक आखर बोल्ने बानी कहाँ पाएँ मलाई बाबु दुईटा कानमा लगाइदिन्छु है होइन बाबु बाउ दुईटा कानमा लगाएको नाउरो हुन्छ र उहाँ फोटो खिचाएको छ देख्नुहोस् एउटा बाबु र मेरो बाबु के माने भाइ है जानु बित्तिकै तैँले नाउरो त पोहोर भयो बाबु खुट्टा त नसमा जानु बित्तिकै राउरो गरेर पोहोर बाबु पनि लाइयो त्यहाँबाट कति वर्षसम्म परिरहल ल यो मेरो सानो नातिलाई सामिललाई भन्न सानो सामिललाई पालाटी ल आऊ ल केटा टिका सिका लगाइयो अब चाहिँ यहाँबाट हामी यहाँबाट चलिदिनु लाग्यो अनि त्यही हो ल बोजूलाई बाई बाई बोजू अब ल म आउँदैन नि है ल बाई बाई अब 10 दिनपछि म बाई बाई जान्छु यो मेरो अन्तिम दसैँ र बोजू हाम्रो यहाँ बोजू तेरो साथी हो मेरो साथीहरूले यहाँ हेर्छन् के
तपाईँलाई अनि त्यही भएर ल मेरो अन्तिम दसैँ पनि रमाइलो भयो मैले तेरो साथलाई देख्नु पाइन त खै त यहाँ पछि देख्छन् कहाँ पछि उता बाहिरबाट देख्छन् यस्तै मोबाइलमा होइन तेरो साथलाई मैले देख्नु पाएन्थ्यो भन्ने ए तिनीहरूलाई पछि देख्छन् हजुर देख्छन् अब ल बाई बाई बोजू राम्रोसँग बस्नु है मेरो बाबु ल पछि म अब फेर आयो भने फेरि टिका लाउँछु म मेरो बाबु आउँदैछ म बाँच्नु पर्यो ल ल बाँच्छौ र हाम्रो मम्मी माइजहरू चाहिँ उता टिका लाउनु गयो मलाई त फेरि अलिक कस्तो अप्ठ्यारो भयो अनि त्यही भएर फेरि म चाहिँ अब ल म चाहिँ अब यहाँबाट तल ग्राउन्ड जान्छु है साथीहरूसँग भाइहरूसँग अब भेटघाट हुन्छ अनि त्यही गरेर ल सबले माया गरिदिउँ सपोर्ट गरिदिउँ होइन अनि त्यही अब तल गएर भेट्नुपर्छ एकछिनमा है किनभने अब दसैँ पनि सक्यो सबै ठाउँ टिका सिका लगाइसक्यो दसैँ चाहिँ सक्यो होइन अब रमाइलो बेलुका रमाइलो दिन त आउँदैछ छुट्टै होइन त्यही भएर ल केटा टिका लाउने कार्यक्रम चाहिँ भ्याइयो है आज भ्याइयो तर कति फागुन पूर्णिमासम्म होला 3 दिनसम्म लाउन पाइन्छ होला को कहाँको छुटेको माइती साइड जानुपर्छ नि त अनि त्यही भएर हो ल साथी भाइ ल बाई बाई भन्दै अहिले एकछिनमा भेट्नुपर्छ है त केटा केटा हो गराउन आएको तर यहाँ आएर त माहौल दसैँ हो कि मेला हो अनि यता चाहिँ पिङ कार्यक्रम हुँदैछ ए तपाईँहरूलाई त एउटा स्पेसल चिज त देखाउनै बिर्स्यो नि केटा हेर त यहाँ आमामा तेरिका यहाँ हाम्रै प्यारी प्यारीहरू हुनुहुन्छ यहाँ यता है टुमारो दिस भ्लग विल कम टुमारो ल यहाँ है आमा यता खाने आमा फिक्स हो ल के भन्नु छ यहाँ ल के भनिदिनु पर्यो ल यता यता मैले चिनेन नि फेरि दुईजनालाई त ल अनि तिम्रो उमेरको तिमीलाई ठ्याक्क मन पार्छन् क्या यताबाट के भन्ने ल यता चाहिँ शब्द आयो यता चाहिँ आएनन् के Like, comment, share and subscribe. ल यति भएपछि गर्नु पर्यो नि त होइन ल अब यता ल यता एकजना 4जनाले भन्छ 4जनाको सब्सक्राइब त चाहियो के हो यता चाहिँ सबै सब्सक्राइब यता 2जना त भयो यता त थाहा छैन है 2जना चाहिँ अनि गाह्रो ल यता त दसैँ माहौल हुँदैछ है सबै यता मान्छेहरू सबै ग्राउन्डमा बिहानै कति 1 बजेबाट आइसकेको थियो देखेको थियो होला अहिले त कति 4 भइसक्यो अब यहाँबाट नि म के भन्छु अरे धेरै बस्दैन एकछिन बस्छु अनि बसेर फेरि अहिले कता हुन्छ त्यतैतिर जान्छु होला सायद म गयो भने हेरौँ त्यही हो अरू के भन्नु छ र है अब केटाहरू चाहिँ यहाँ भाइहरू चाहिँ यहाँ बल खेलिरहेको छ है यहाँ अनि केटीहरू चाहिँ यहाँ भलिबल अनि यहाँ फेरि सानो बागलहरूको यहाँ भविष्यको युवाहरू चाहिँ पछि चलबल हुने अरे कि बास्केटबलको अनि त्यही भएर ल अहिलेको लागि यति भन्दै हस् त धन्यवाद भला गर्छु म यहाँ एउटा अब दसैँको खाना रक्सी सिटन कोक यही हो चरा पहिलोबाट अब खाना खाजा खाना आयो अब दसैँ पनि सक्यो अँध्यारो भयो यहीँ गाइजहरूले यहाँ खाजा खाँदैछ यहाँ चिया पलाएर यसले नखाने रे यसले चाहिँ किन नखाने लास्ट खाना चाहिँ ढिलो 2-3 बजी आएको हेरेर खानु मन लाग्यो हो ल अब चाहिँ हामी ह्याप्स हान्छौँ है ह्याप्स लगेर दसैँ पनि सक्यो के अन्त ओ आजको दसैँ पार्टी है खै दसैँ पार्टी फेरि अरूको अब ऊ हुन्छ भने चाहिँ हाम्रो चाहिँ स्पेसल कोको कोला पार्टी है
ल अब त्यही गरेर ल अब चाहिँ हामी पाहाडी खान चढिरहेको छौँ चलिरहेको छौँ चेस गरे होइन अनि त्यो उता अर्को गाउँ जानु भनेको फेरि ठाउँ नभएर अनि फेरि यतै यहीँ बसेको अस्ति नै चाहिँ हाम्रो जीवअपकोमा रमाइलो गरेको थियौँ भने चाहिँ आज त यहाँ तल अङ्कलकोमा हो त्यही गरेर ल यहाँ हामीले कति हजारको जति सामान किनेर स्न्याकहरू अनि कोक लिएर 2 जना मात्रै अनि त्यही गरेर ल दसैँ पनि राम्रो रमाइलो भयो होइन खासमा 1 घन्टा गराउँछु भने त भएन होला 1 घन्टाको सायद होइन त्यही गरेर अब यताउति गर्दा ग्राउन्डमा गएपछि त अनि भ्लगै बनायो त अन्त अनि बाटो नि हेर्नु पऱ्यो यहाँ तल फेरि त्यही गरेर ल अब चाहिँ हामीले यहाँ मासु पनि लिएर जान्छौँ मासु पनि यहाँ किन्न आएको यहाँ काटिदिनु भयो कि भएन यहाँ चाहिँ खाना त नि केटा हो सही हो दसैँ पनि भयो तर अघि पानी परेको थियो अनि त्यो ल गएर हाम्रो खै मासु पनि किनिसकेको है फाइनल्ली लिएर आएँ है यहाँ केटाहरू त आममा हेर त्यहाँ त्यो उतानिर ल यहाँ आगो फुकिसकेको रहेछन् आगो जुममा त 2 जनालाई होइन यिनीहरू 2 चाहिँ खै कहाँ हो यहाँ यिनीहरू 2 चाहिँ हेल्पर है यिनीहरू 2 तलाई ल अब आगो फुकेर अब यहाँ मासु खै कहाँको मासु पनि भुटेर च्याप्प आज ह्याप्पी दसैँ मनाउनु पर्छ है अब भ्लग गऱ्यो भने ठिक छ नट अन्त त्यस्तै अब 1 घन्टा गराउँछु भनेको भयो कि भएन मलाई पनि थाहा छैन तर इज गर्ने त मैले थाहा पाउँछु तर भर्छु थाहाको छैन त्यही गरेर ल आजको यस्तै होला जस्तो हो रमाइलो ह्याप्पी दसैँ भोलि पनि मैले इन गर्नु सक्नुहुन्छ भोलि अलि भन्न छ धेरै कुराहरू अनि त्योहरू भोलिको ब्लगसम्म गराउन सक्छु होला है मैले सायद लाभ